मेरो घरमा केही समय अगाडि एउटा क्युट बिरालो थियो क्या। अनि त्यो बिरालो चाहिँ राति म भएको ठाउँमा आएर सुत्थ्यो। म उसलाई सुताउँथेँ। अनि कहिलेकाहीँ बाहिरबाट आउँदा त्यो बिर्सिन्थ्यो। अनि म सुत्थेँ, तर बिहान त्यो सिरक जुरुक्कै निकाल्दाखेरि बिरालो तल हुन्थ्यो कि खुट्टामा त तल सुतिरहेको हुन्थ्यो। नि ला, बिरालो पो थियो त, मैले बिर्सेछु, बिचरालाई जाडो हुन्छ होला भनेर फेरि सिरक उडाइदिएँ। त्यस्तै मलाई एक दुईजना बच्चाहरू आए हिजो होइन, आएर नि आइके सर भन्दै आए। यस भन्ने, तपाईँको भिडियो हामीले सब्सक्राइब गऱ्यौँ त, मैले सब्सक्राइब गरेको छु, म तपाईँको भिडियो सबै हेर्छु। कहाँ हेर्छु भनेको युट्युबमा हो। ला, मेरो त युट्युब च्यानल पनि पो थियो त, 1200 कति समथिङ सब्सक्राइबर पनि थिए। मैले त बिर्सेछु युट्युब च्यानल पनि छ भन्ने। अनि मलाई लाग्यो यो भिडियो चाहिँ अब मेरो स्टुडेन्ट्सहरूको लागि, जुन मैले असम्भव यस्तो पनि हुन्छ जुन मैले बिलिभ गरेको थिएँ, त्यो बिलिभ चाहिँ रङ प्रुफ भएको छ, त्यसको भिडियो आज आउँदैछ। र असम्भव भन्ने चिज केही पनि हुँदो रहन्छ। हामीले गाइडेन्स गरियो भने डेफिनेटली त्यो त्यसमा सक्सेस हुँदो रहेछ भन्ने कुरा चाहिँ आज भिडियो आउँदैछ युट्युबमा। बेलुका अब त्यो टाइमिङ म भन्दिनँ, किनभने हल्का एडिट गर्न टाइम लाग्छ होला। डेफिनेटली म तपाईँहरूलाई सजेस्ट गर्छु, रेकमेन्ड गर्छु कि तपाईँहरू गएर दि आइके ब्लग जुन मेरो च्यानल छ त्यसमा तपाईँहरूले सब्सक्राइब गर्नु, हेर्नुहोस् होइन। र त्यहाँनिर घन्टी पनि छ, त्यो घन्टी जुन बेल छ, बेल आइकनलाई चाहिँ तपाईँहरूले लाइक गर्नुहोस् होइन, प्रेस गर्नुहोस्, ताकि अर्को भिडियो आउँदाखेरि तपाईँहरूलाई अपडेट हुन्छ। र अर्को अब अन्तिममा के भन्छु भने, यदि तपाईँहरू केही रेकर्ड गर्न चाहनुहुन्छ, भोइसलाई सुनाउन चाहनुहुन्छ भने डेफिनेटली मर्निङको टाइम रोज्नुहोस्। जस्तै अहिले मर्निङ छ, म बस मुखद्वारा यहाँ आएर हजुरहरूलाई यो जानकारी दिँदैछु। मर्निङमा चाहिँ तपाईँको आवाज चाहिँ बेसमा निस्केको हुन्छ कि जति पनि मुभी हुँदी हामी हेर्छौँ जस्तो, उनीहरूले मर्निङमा रेकर्ड गर्छन् भन्ने कुरा थाहा भएको छ। किनभने मर्निङमा जुन घाँटी हुन्छ त्यसको जुन बेस आउँछ क्या, दिउँसो आउँदैन। जस्तै मेरो अहिले जुन आउँदैछ यो आवाज, यो चाहिँ मर्निङको टाइम हो र मर्निङमा चाहिँ आवाज मोटो आउँछ। अनि त्यो मोटो आउँदाखेरि आवाजलाई केही इफेक्ट हाल्नै परेन, केही फिल्टर गर्नै परेन। थ्याङ्क यू।